आज मसँग विराटनगरको वान अफ द बेस्ट बिरयानी ट्राई गरौँ है त। सो हाई, म रितिका। मलाई चाहिँ आज बिरयानीको एकदमै धेरै क्रेभिङ भइरहेको थियो। सो मैले नवाबबाट मगाऊँ न भन्ने सोचेँ। इट वाज माई फर्स्ट टाइम। मैले चाहिँ नवाबबाट पहिलोचोटि मगाएको थिएँ। पहिला खाएको थिइनँ मैले नवाबको बिरयानी। म त उहाँहरूको प्याकेजिङै कस्तो धेरै ठुलो फ्यान भएँ क्या। हेर्नु न कस्तो मजाले ऱ्याप गरेर दिनुभएको छ। हेर्दाखेरि पनि कस्तो राम्रो देखिने क्या। अनि ओ माई गड, लुक एट दिस बिरयानी। कस्तो धेरै बाफ उडिरहेको थियो क्या यो बिरयानीबाट। भर्खर पकाएर ल्याएर सर्भ गरे जस्तो कि एकदमै धेरै तातो थियो। उहाँहरूले कहाँबाट ल्याउनु भएको बिरयानी पनि। अनि अरूतिरको बिरयानीमा चाहिँ एउटा मात्र लेग पिस हुन्छ भने यहाँनिर चाहिँ दुईवटा थियो, एउटा लेग पिस र एउटा अर्को चिकन पिस थियो। खाँदाखेरि त म यस्तो मिठो थियो, ओ माई गड, आई कान्ट एक्सप्रेस। झन् यो रायता हालेर खाँदाखेरि त। अनि मैले चाहिँ मोमो पनि मगाएको थिएँ। मलाई चाहिँ उहाँहरूको मोमो पनि कस्तो धेरै युनिक लाग्यो। अर्कै सेपको थियो, सानो भए पनि कस्तो मिठो खालको थियो। मैले अचारमा डिप गरेर खाँदा यस्तो मन पर्यो मलाई। अब खानेकुरा आइसकेपछि मलाई कसले रोक्न सक्छ र। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ।